पहिला त के गर्नु र केही पनि गरिन नानी। त्यसै बस्यो खायो, रासिन पानी दिन्थ्यो। अनि टाढा जानु दिन्थेन। यही क्याम्पभित्र यसो डुल्यो घुम्यो भने ठिकै छ। बाहिर गयो भने यो बस्तीकोले हामीलाई हेप्थ्यो, साह्रो हेप्थ्यो। ढुङ्गाले हिर्काएर गर्थ्यो। त्यो गोबरहरू टिप्न जाँदा नि यसो घर लिप्नुलाई सरसफाइ गर्नुको लागि गोबर टिप्न जाँदा नि ढुङ्गाले हान्थ्यो। अनि हामीहरूलाई जानु दिन्थेन यो संस्थाले पनि। अनि अहिले चाहिँ त्यो संस्थाले हामीलाई यसो हेरेर त्यो जग्गाहरू तल दिएर लगेर यस्तो गर उस्तो गर भनेर उनीहरूले नै रोप्नु पनि सिकायो, सबै कुरो गर्नु सिकायो। अनि र हामीले अलिअलि यसो पैसा पनि देख्दैछ, सब्जीहरू पनि ल्याएर खाँदैछौँ। तालिमले गर्दा त्यो र त त्यो विकासहरू हामीले गर्दैछौँ त। त्यो तालिम बिना त विकास त के गर्थ्यो। त्यो काँक्राको बिउ राख्ने, काँक्रा यसरी रोप्नु, के जतिको बिरुवा टमाटरको बिरुवा यसरी रोप्नु, दबाई यसरी छिट्नु, यसरी मल हाल्नु, यसरी त्यो गर्नु भनेर त्यही तालिम दियो। हामी त भुटानकै पारा यसो छर्यो त्यत्तिकै फल्थ्यो। अहिले चाहिँ अनि छिटो हुँदो रहेछ नि दाइ यो चाहिँ। अब त्यो ठाउँ पाएर त हामीले नि यसो विकास गरेर अलिअलि पैसा पनि देख्नु पाइयो। त्यो जग्गै थिएन भने त उहाँहरूले संस्थाले दिनुभएको थिएन भने त हामीले के रोप्थ्यो र। अब त्यस्तै बस्थ्यो खान्थ्यो। त्यो जग्गा पाएर हामीले गर्दैछौँ अलिअलि। यसपालि चाहिँ त्यो आलु टमाटर काँक्रा रोप्यौँ। फेरि बिरुवा राखेर फेरि रोप्नु चाहिँ हामीले आँट्दैछौँ। त्यहाँ चाहिँ अब 65,000 बेच्यो। अहिले अलिअलि छ, अब 75सम्म हुन्छ कि त्यही काँक्राले। एकदम राम्रो छ यो काँक्रा। कहाँ सुकिसकेको। आलु 20 रुपियाँ किलो हामीले बेच्दा त। अहिले त 100 रुपियाँ 120 रुपियाँ 30 रुपियाँमा खाँदैछ आलु। अहिले हामीले अब हाम्रो आलु खुनेपछि 20 रुपियाँ 30 रुपियाँ 25 रुपियाँ हुन्छ। म कसै त राखेर मजाले राखेर अलिक पछाडि रोप्दा त दाम पायो। मैले चाहिँ अनि कहीँ छैन त यो सानो जग्गामा कता राख्नु। आमामामा कुहिएर सर कुहुँदो रहेछ सबै। त्यो अलिकति ठुङ्गिएको अलिकति घाउ भएको त कुहिहाल्दो रहेछ। अनि त्यसो हुनाले मैले चाहिँ आएर आलु तातै नै 25 रुपियाँ किलो बेचेँ। नानीले बेच्दैछ। म चाहिँ अब बिमारी भएर गइएन। नानीले नि बेच्दै खर्च ल्याउँछ। यहाँ चाहिँ अब उहाँको जस्तो चाहिँ हुन्छ पनि अहिले त हुँदैछ। यहाँ हामीले मल जल गाईको पिसाबहरू केही लाउँछु हो। त्यसरी त पानी सानी लाएर मिलायो भने त यहाँ पनि हुन्छ नि हुन त। तलको जतिको चाहिँ हुँदैन। तल चाहिँ अब गाँड फलिएको छ। यहाँ चाहिँ अब कम्ती। अब चाहिँ उता चाहिँ केही गर्नु सक्छु कि भन्ने आशा छ। अब चाहिँ रहन्छ होला। म पनि बिमारीबाट निक्ल्यो। फेरि पनि कमाएर अब भएछ राम्रो भने त केही न केही त गर्छु नि, कमाएर खान्छु नि। अब हुन्छै होला भन्ने आश चाहिँ छ। आश चाहिँ खुसी चाहिँ छु। आफ्नो खुट्टामा उभियो। कसैलाई माग्नु परेन। कसैको घरमा यसो ल्याउ न भन्नु जानु परेन। गर्दाखेरि त हुँदो रहेछ नि सर। गर्दै गरेन। पहिला त हामी त्यसै प्लात्तै बसिरहन्थ्यो। यता गयो उता गयो गफ लडायो। अहिले गर्दाखेरि त हुँदो रहेछ नि होइन सर।